आज बागदुवार जानको लागि मम्मी बाबा र म दक्षिण ढोकाबाट गोकर्णेश्वर लाग्यौँ। आज चाहिँ नयाँ वर्ष हो अनि त्यसपछि बाबा मम्मी म यसरी मोटरसाइकलमा गयौँ। अनि यता हेर्नु हामी कुन ठाउँ पुग्यौँ मलाई थाहा छैन। हजुरहरूलाई थाहा छ भने कमेन्टमा भनिदिनु। हजुरहरूलाई थाहा छैन भने म भनिदिउँ कि हो गोकर्ण मन्दिर हो। हामी यहाँबाट सुन्दरी जलतर्फ लाग्यौँ। सुन्दरी जलबाट ओह्रालो पाखा चढेर हामी चाहिँ ओखेनीतिर लाग्यौँ। बाटो पुरै ढलान गढेको थियो। हामीलाई जान त्यति समस्या भएन तर पछि चाहिँ भयो। यो ठाउँबाट चाहिँ धापध्याम र बागदुवार जाने बाटो रहेछ। हामी बागदुवारपट्टि लाग्यौँ। हामी चाहिँ अब जङ्गलबाट टाकटुक लाग्दै यता हेर्नु नजारा। अनि त्यसपछि हामी चाहिँ जङ्गलबाट टाकटुक लाग्दै धेरै अफरोडिङ गर्दै अफरोडिङ मतलब कि तपाईँहरूलाई आउँदैन भने तपाईँहरूलाई थाहा छैन भने कच्ची बाटो गर्दै हामी यहाँबाट गयौँ। अनि यताको भ्यू देखेर चाहिँ मलाई धेरै नै राम्रो लाग्यो। अनि त्यसपछि यता हेर्नु हामी चाहिँ यताबाट गइरहेछौँ। अनि यहाँ चाहिँ मैले खाजा खाएँ। मैले आफ्नै पैसाले अर्डर गरेर मैले चाहिँ अन्डा चना खाएँ। अनि बाबा मम्मीले चाहिँ चिया खानुभयो। अनि हामी फेरि बागदुवारतर्फ लाग्यौँ। बागदुवार जाने बाटोमा चाहिँ मेला लाग्दो रहेछ। त्यहाँ एकछिन हामी नआएर घुम्यौँ। पछि पनि आउँछौँ होला। यो ठाउँ चाहिँ धेरै रमाइलो रहेछ। मम्मीले पनि टिकटक धेरै बनाउनु भयो। बाबा चाहिँ अल्छी हुनुहुन्थ्यो त्यही भएर सुत्नुभयो। अनि हामी बाइकबाट फेरि बागदुवार लाग्यौँ। अनि कच्ची बाटो धेरै राम्रो रहेछ। अनि मतलब कि धेरै नै डेन्जर कच्ची बाटो रहेछ। अनि हामीलाई पुरै कच्ची बाटो हिँड्नु पर्यो होइन। ठाउँमा बाइक गयो तर ठाउँमा हिँड्नु पर्यो। ठाउँमा बाइक जान नसकेर धेरै नै ट्राभल गर्नु परेको छ। धेरै लामो बाटो गएको थियो। सबै बाइक अड्केको थियो तर हाम्रो बाइक चाहिँ डेन्जर भएको कारणले त्यो अफरोडलाई एकैचोटिमा कट्यो। बाटोको जङ्गलहरू धेरै फुलेको रहेछ। गुराँसहरू पनि रहेछ। टिप्दै अनि के खाँदै गयौँ फलफुलहरू। तपाईँहरूलाई कस्तो लागिरहेछ जङ्गल? यता हेर्नु धेरै नै राम्रो छ। अनि च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनु। अनि बेल आइकनलाई पनि दबाइदिनु होला। अनि यसको अर्को एउटा भुटोकी कहानी भन्ने लङ भिडियो अनि त्यो पनि हेरिदिनु होला। अनि यो पनि धेरै राम्रो छ हेर्नु। अनि जङ्गलको बाटो डर लागिरहेको थियो हामीलाई। अनि हामी चाहिँ बाइकबाट हिँडिरहेको थियौँ। अनि मान्छेहरूलाई हिँड्ने देख्दा हामीलाई चाहिँ धेरै दया लाग्यो। अनि माया पनि लाग्यो। अनि बिचरा कसरी हिँड्नुभयो होला यस्तो बाटो लाग्यो। मलाई चाहिँ धेरै मन पर्यो यो ठाउँ। अनि हामी चाहिँ बाइकबाट थोरै माथि जाने रहेछ गयौँ। अनि हामी चाहिँ बागदुवार फाइनली पुग्यौँ। यता हेर्नु अनि थोरै हिँड्ने बाटो रहेछ। हामी हिँडेर जान्छौँ। यता हेर्नु बाबा चाहिँ बाइक पार्किङमा लगिरहनु भएछ। अनि यतै पार्क गर्ने भनेर पार्क गऱ्यौँ। अनि त्यहाँबाट बागदुवारको धारा चाहिँ धेरै टाढा रहेछ। अनि त्यहाँबाट हामी हिँडेर गयौँ। अनि हिँड्दाखेरि चाहिँ मलाई धेरै नै गाह्रो भयो। अनि त्यसपछि हामी गइरहेछौँ। बाटो चाहिँ धेरै ओह्रालो भिरालो रहेछ। बाबा मम्मी म चाहिँ गफ गर्दै गयौँ। अनि कुकुर देखेर थोरै डर लागिरहेको थियो। फाइनली हामी बागदुवार आइपुग्यौँ। यो चाहिँ एउटा आश्रम हो। मम्मी र म चाहिँ लास्ट स्टेप हिँडेपछि फाइनली हामी बागदुवार चाहिँ आइपुग्यौँ। यहाँबाट चाहिँ हामी बागदुवार मन्दिर देख्न सक्थ्यौँ। बागदुवार मन्दिर चाहिँ धेरै रमाइलो रहेछ।
अनि यता हेर्नु धेरै नै रमाइलो छ। अनि मान्छेहरू धेरै राम्रो गरी लाइन बस्नुभएछ। हेर्नु बाबा हामीहरू पनि गएर लाइन बस्यौँ। अनि हेर्नु यता पूजाआजाको लागि धेरै नै भक्तजनहरू हिँडेर आउनु हुँदो रहेछ। नुहाउन र पूजा गर्नको लागि बाबा र म सँगै लाइन बस्यौँ। त्यता चाहिँ धेरै भक्तजनहरूको रमाइलो चलपन अनि नाचगान थियो। बिचमा एउटा पोखरी पनि थियो। बाबा र मम्मीले चाहिँ त्यहाँ फोटो खिचेर टिकटक बनाएर रमाइलो गरिरहनु भएको थियो। यता हेर्नु फाइनली बाबाको पाला आयो। अनि बाबाले दर्शन गर्नुभयो। अनि बाबा पछि मम्मीले र मैले दर्शन गऱ्यौँ। बागडुवार भन्नाले एउटा बागबाट पानी आउने रहेछ। अनि त्यहाँबाट गएर बागमती नदीमा चाहिँ पानी बगेर एउटा नदी बनेको रहेछ। पानीको धारा एकदमै ठुलो रहेछ। बाबाले पनि चिसो पानी पिउनु भयो। मैले पनि पिएँ। अनि बाबा र म नुहाउनको लागि लुगा खोलेर धारातर्फ लाग्यौँ। अनि त्यो चिसो पानीमा हामीले कामदै मजाले आछु भन्दै नुहायौँ। मम्मी चाहिँ हाम्रो पछाडि भिडियो खिच्दै रमाइलो हेर्न आउनुभयो। बाबा चाहिँ पहिला नुहाउनु भयो। अनि त्यसपछि म पछाडि गएर नुहाएँ। पानी चाहिँ एकदमै चिसो थियो। मलाई चाहिँ एकदमै जाडो भइरहेको थियो। म चाहिँ टाउकोमा पानी हाल्नु पनि धेरै डराइरहेको थिएँ। अनि मैले चाहिँ धेरै नै राम्रो गरी त नुहाइनँ। हातमा लिँदै हालेँ। अलिअलि नुहाएर अनि म निस्केँ। अनि हामीले खाना खायौँ। त्यसमा मैले चाहिँ पुरी र तरकारी खाएँ। अनि मम्मी बाबाले चाहिँ त्यहाँ भएको धेरै चिजहरू खानुभयो। अनि त्यसपछि हामी चाहिँ राम्ररी खाइरहेको थियौँ। अनि त्यसपछि एउटा बाबाजीको आश्रम रहेछ। त्यहाँ चाहिँ हामीलाई फ्रीमै खाना दिनुभयो। खाना एकदमै मिठो थियो। अनि यो सुविधा चाहिँ हामीलाई एकदमै मन पर्यो। उहाँहरूलाई मेरो मनदेखि धेरै धेरै धन्यवाद। उहाँहरूले धेरै राम्रो काम गर्नु हुँदो रहेछ। त्यसपछि मम्मी बाबा म हिँड्दै टिकटक बनाउँदै भिडियो बनाउँदै बाइकतर्फ आयौँ। मलाई चाहिँ एउटा यात्रा साह्रै नै रमाइलो लागिरहेको छ। फर्किँदाखेरि चाहिँ मलाई उकालो चढ्न धेरै गाह्रो भइरहेको थियो। अनि मैले त्यहाँ लट्ठी भेटेको थिएँ। लट्ठी टेक्दै गएको थिएँ। अनि लट्ठी कहाँ गयो भने बिर्सेँ। अनि भर्याङ पनि उक्लिएर फर्किनु पर्ने थियो। त्यही भएर मलाई धेरै नै गाह्रो भइरहेको थियो। कति दुःख गरेर मान्छेहरूले यहाँ सुविधाको लागि भर्याङ बनाउनु भएको रहेछ। उहाँहरूलाई धन्यवाद। मलाई भर्याङ चढेर हिँड्न धेरै नै सजिलो भइरहेको थियो। अनि हामी बाइक चलेर ओखलीतर्फ फर्क्यौँ। ओखलीमा चाहिँ साह्रै नै राम्रो एउटा झरना र पोखरी थियो। बाबाले चाहिँ थोरै गहिरोमा गएर खेल्नुभयो। म अलि सानो छु। त्यही भएर मैले चाहिँ होचोमै खेलेँ। मतलब कि सानोमै खेलेँ। यो भिडियो तपाईँहरूको साथीलाई पनि सेयर गरिदिनु। किनकि उनीहरूलाई बागडुवार घुम्नलाई धेरै सजिलो होस्। अनि त्यसपछि धेरै आराम गरी उनीहरू घुम्न सकुन्। हजुरहरू कमेन्टमा आफ्नो फोन नम्बर भनिदिनु। अनि त्यसपछि हजुरहरूको नाम लेखेर म एउटा कचौडामा हाल्छु। एउटा कागजमा लेखेर। अनि त्यो कचौडाबाट म सबै नामबाट एउटा नामलाई निकाल्छु। अनि त्यसकै त्यो नामकै तल उहाँको फोन नम्बर पनि लेखे हुन्छ। अनि उहाँलाई म 100 रुपियाँको रिचार्ज कार्ड हालिदिन्छु।
अनि हजुरहरूले लाइक सब्सक्राइब बेल आइकन दबाउनु भएको छैन भने गएर दबाइदिनु। जे फ्याकेर दबाए पनि दबाउनै पर्छ हजुरहरूलाई, दबाउनु। अनि त्यसपछि हजुरहरूलाई रिचार्ज चाहिन्छ भने कमेन्टमा आफ्नो फोन नम्बर र नामलाई कमेन्ट गरिदिनु होला। तबसम्म हजुरहरूलाई यो भिडियो रमाइलो लाग्यो, धेरै नै रमाइलो लाग्यो भने धेरै चिजहरूको लागि घुम्न जानु, रमाइलो गर्नु, म जस्तै गरी पौडी खेल्नु, धेरै चिजहरू हजुरहरू गर्नु होला। तबसम्म तपाईँहरूको लागि बाई बाई, टाटा।